गुड मर्निङ साथीहरू, तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु होइन। टक्क आज चाहिँ हामी एउटा सानो काम परेर आज हाम्रो संस्थाको मिटिङ छ। हामी दुईजनालाई इन्भाइट भइरहेछ। टक्क जान लाग्छौँ हामी मिटिङसम्म। के छ सर, आराम छौँ होइन? हामी कहाँ जान लाग्यो त अहिले? हामी बाइक पनि रेडी भइसक्यो, राइडर रेडी भइसक्यो, म यता छु। टक्क बेलुका हामी बल ल्याउँछौँ होइन? बेलुका हामी खपरी आयो भयो भने चाहिँ, नत्र भोलिदेखि बल खेल्नुपर्छ है। भोलिदेखि बल खेल्न आउनु र त्यही हो गाइज। अब तपाईँहरू अब आज पनि एउटा सानो मिठो भ्लग आउँदैछ। तपाईँहरूले माया गरिदिनु होला होइन। त्यही हो, सबैले माया गरिदिनु होला। मेरो तर्फदेखि पनि तपाईँहरूलाई सबैलाई माया छ होइन। त्यही हो, भोलि आउँछ। के छ? हामी तातो पनि जानु लानु ठिक छ। थोरै मिटिङ छ अरे। के मिटिङ छ? बेरोजगारी भइगयो। बेरोजगार अति भइगयो के? हाईवे दौड़ है। गाइस राम्रो लाग्यो। हामी चाहिँ घरबाट निस्किसक्यो। खतरा वाहन मागा यस्तो औडा बाटो छ। पछाडि साइलेन्सर खोज्नु सक्नुहुन्न डर। 2002 यस्तो औडा भएर गाहा पुरै बाटो। स्थानीयलाई यहाँ चामल ल्याउन गाह्रो भइसकेको छ। बाटो खत्तम भएछ यार। लास्ट खत्तम भएछ बाटो। हेर्नुहोस् गाइस, यस्तो छ के बाटो बाफ्रे। हामी यस्तो बाटोमा भेरी खोला लास्ट डेन्जर छ। म चाहिँ एउटा आग्रह के गर्न चाहन्छु भनेपछि, तपाईँहरूलाई अब सडक डिभिजनले लगिसकेको छ यो बाटो होइन। हामीले अब गाउँपालिकालाई दोष दिनु केही छैन। तपाईँहरूले सडक डिभिजनको मान्छेहरूले आएर यो बाटो खोलिदियो भने यहाँको बासिन्दाहरूलाई बहुत राहत हुन्थ्यो होइन। बाटो यस्तो छ अवस्था, यहाँ तल घर छ, पुरै डेन्जर छ क्या। पुरै छोडिदिनु न त बा। यस्तो जोखिमपूर्ण छ, के सहयोग गर्नु पर्यो। यस्तो छ अवस्था।
अपेक्षा गरेँ। बाटो खत्तम रह्यो यार। अनि यो बिहान अत्यन्तै यो कामको चटारो पनि छ। यो कामको व्यस्तताका बावजुद पनि तपाईँहरूले हाम्रो समयलाई छोटो जानकारीको बिचमा पनि तपाईँहरूले हामीलाई समय उपलब्ध गराइदिनु भएको छ। सम्पूर्ण यो सहकारीका अध्यक्ष लगायत प्रतिनिधिज्यूहरूलाई मेरो व्यक्तिगत तर्फबाट र पालिकाको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। धेरै कुराहरू लगभग थाहा भइसकेको छ र यो बिचमा हामीले बुझ्दै गर्दाखेरि यो 2 वर्षको पिरियडमा तातोपानी गाउँपालिकाले यो दिवा खाजा कार्यक्रम जो सुरुवातमा एकदम पिकअप लगेको थियो, हामीले लाग्थ्यो अहिलेसम्म पनि त्यही पिकअपमा गइराखेको छ, त्यही रेसियोमा गइराखेको छ, त्यही स्पिडमा गइराखेको छ भन्ने कुरा हामीलाई विश्वास थियो। तर आज यहाँ केही